चेलीहरूको खेल रग्बीको मैदानमा उनीहरू इतिहास लेख्दैछन्। शहीद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स च्याम्पियनशिप 2025। सहभागी टिमहरू कोशी, बागमती, मधेस, कर्णाली, सुदूरपश्चिम, एपीएफ, नेपाल आर्मी। स्थान दशरथ रङ्गशाला। मिति 2082 साल जेठ 12 गते। लाइभ अन खेलाडी.com। कर्णाली र सुदूरपश्चिमका खेलाडी मैदान प्रवेश गरेका छन्। सेतो जर्सीमा कर्णाली प्रदेश, त्यसैगरी नीलो जर्सीमा सुदूरपश्चिम। दुवै टोली पहिलो जितका साथ यो प्रतियोगिताको सुरुवात गर्न चाहन्छ। र टिमको कुरा गर्ने हो भने सुदूरपश्चिमका लागि जर्सी नम्बर 1 बासमती कुमाल, जर्सी नम्बर 2 आरती चौधरी, जर्सी नम्बर 3 उर्मिला शाह, जर्सी नम्बर 4 अदिति मल्ल, जर्सी नम्बर 5 वर्षा पण्डित, जर्सी नम्बर 6 निशा महरा, जर्सी नम्बर 7 ऋतु जोशी, जर्सी नम्बर 8 लक्ष्मी राणा, जर्सी नम्बर 9 चन्द्रकला विष्ट, जर्सी नम्बर 10 रुचि विक्के, जर्सी नम्बर 11 प्रतिमा राणा, जर्सी नम्बर 12 सरिता चौधरी। मुख्य प्रशिक्षकमा हुनुहुन्छ विशानु चहरा, त्यसैगरी फिजियोमा सम्राट खड्का र टिम म्यानेजरमा दिनेश विष्ट। हो भने जर्सी नम्बर 1 मा सृष्टि बम, जर्सी नम्बर 2 मा रमिरा शाही, जर्सी नम्बर 3 मा नन्दनी बम, जर्सी नम्बर 4 मा रोशन नेपाली, 5 निशा रेउली, 6 कविता वादी, 7 रेशमा चौधरी, 8 आरुषि भट्टराई, 9 निशा चौधरी, 10 अलिसिवा हाफ्रे, जर्सी नम्बर 11 मा भावना खत्री, जर्सी नम्बर 12 मा सृष्टि महत। मुख्य प्रशिक्षकमा हुनुहुन्छ सुरेन्द्र कुँवर, त्यसैगरी फिजियोमा भवानी शर्मा र टिम म्यानेजरमा सेवक शर्मा। र यो समूहमा मात्र 3 टोली भएका कारण यो पहिलो जितले सेमिफाइनल समीकरणमा आफ्नो स्थान बनाउनेछ। यो जितले केही सहज हुनेछ दुवै टोलीका लागि। यसपछि आफ्नो दोस्रो खेलमा यी दुवैले कोशी प्रदेशसँग खेल्ने तालिका छ र यो खेल जितेको खण्डमा एक पाइला अगाडि सर्नेछ सेमिफाइनलका लागि। लिग कम नकआउट पद्धतिमा भइरहेको प्रतियोगितामा समूहको शीर्ष 2 टोलीले सेमिफाइनल समीकरणमा आफ्नो स्थान पक्का गर्नेछ र खेल सुचारू भएको छ। रक टैप एंड प्ले।
ट्याप एन्ड प्लेको अवसर पाएको छ टिम कर्णालीले। फेरि पनि बल जित्न सफल हुनुभएको छ टिम सुदूरपश्चिम। र यो नकअन भएको छ। यो सँगै रेफ्रीले स्क्रमको इन्डिकेट गर्नुभएको छ। स्क्रम जित्न सफल टिम कर्णाली। हाई ट्याकलको इन्डिकेट गर्नुभएको छ र कार्ड प्राप्त गर्नुभएको छ टिम सुदूरपश्चिमले। यो क्विक पास यो चाहिँ एकदम ठुलो अवसर हुन गइरहेको छ टिम कर्णालीको लागि। यो अर्को ट्याकल क्विक प्ले र यो ट्राई। कन्भर्जन किकको लागि अगाडि सर्नु भएको छ नन्दनी बाम जर्सी नम्बर 3। यसैगरी कन्भर्जन अनसक्सेसफुल रहेको छ र उक्त कन्भर्जन किकलाई मान्यता दिएको छ र कर्णालीले 7 अङ्कको अग्रता लिएको छ। फेरि पनि कर्णाली ट्याप एन्ड प्ले त्यहाँ पोजिसन जितेको छ। त्यहाँ कर्णालीले ग्र्याब गरिदिएका छन् र यो रक ब्याकपास
फेरि पनि बल जित्दै कर्णाली। एडभान्टेज सँगै फेरि पनि अर्को ट्राई जित्न सफल हुनुभएको छ टिम कर्णाली। फेरि पनि कन्भर्जनको लागि अगाडि बढ्नु भएको छ नन्दनी बाम र त्यसैसँगै कन्भर्जन अनसक्सेसफुल रहेको छ। हाफ टाइमको सङ्केत। फरवर्ड पासको सङ्केत दिनुभएको छ र यो सँगै फर्स्ट हाफको समापन भएको छ। र 2 मिनटको ब्रेक टाइमपछि हामी दोस्रो हाफ लिएर तपाईहरुसँग जोडिनेछौँ। त्यतिन्जेलका लागि खिलाडी.com सँग जोडिरहनुहोला। र सुदूरपश्चिमका लागि खिलाडी परिवर्तन भएको छ। जर्सी नम्बर 1 र 8 का खिलाडी मैदान प्रवेश गरेका छन्।
र ड्रप किकसँगै खेल सुचारू भएको छ। दोस्रो हाफ कर्णाली र सुदूरपश्चिम बीचको यो खेल। र नकनसँगै स्क्रम रहनेछ। र स्क्रम जित्न सफल भएको छ त्यहाँ कर्णाली। रन बनाउँदै र ट्राई सफल भएको छ। र यो सँगै 5 अङ्क प्राप्त गरेको छ कर्णालीले। पहिलो हाफमा जसरी सुरुवाती समय सङ्घर्ष गरेको थियो अङ्क बटुल्न, तर दोस्रो हाफको 2 मिनेटभित्रै नै कर्णालीले ट्राई गर्न सफल भएको छ र 5 अङ्क बटुलेको छ। कन्भर्जन किकका लागि गएकी थिइन् त्यहाँ, तर असफल भएकी छिन्। र जर्सी नम्बर 14 का खेलाडी मैदान प्रवेश गरेकी छिन्। भावना खत्री। ड्रप हुन पुगेको छ र लाइन आउट। सुदूरपश्चिमका लागि जर्सी नम्बर 9 र जर्सी नम्बर 2 का खेलाडी मैदान प्रवेश गरेका छन्। र बल जित्न सफल भएको छ त्यहाँ कर्णालीका खेलाडीले। राम्रो रन त्यहाँ, सम्भवतः गोल पोस्टमा जानेछन् ट्राईका लागि। र अर्को ट्राई कर्णालीका लागि। र अब भने कन्भर्जन किकमा केही सहज रहनेछ। र फेरि पनि असफल, यो सहज मौकालाई गुमाएको छ कर्णालीले। 2 अङ्क सहजै प्राप्त गर्ने क्रममा थियो कर्णाली, तर यसपालि पनि कन्भर्जन किक सफल रहन सकेन र यो ड्रप किकसँगै खेल सुरु भएको छ फेरि पनि।
एडभान्टेज प्राप्त गर्न सफल सुदूरपश्चिम। ट्याप एन्ड प्ले। पोजिसन जितेको छ कर्णालीले फेरि एकपटक। यहाँ हाई ट्याकलको संकेत रेफ्रीद्वारा। क्विक प्ले। ग्र्याब गरिदिएकी छिन्। जर्सी नम्बर 11 का खिलाडी मैदान प्रवेश गर्ने तयारीमा। रेशमा चौधरी मैदान प्रवेश गर्दैछन्। र हामी देख्न सक्छौं नेपाली राष्ट्रिय रग्बी सेभेन्स टोलीका कप्तान विक्रमपुरी कर्णालीको टच लाइनमा। र सुदूरपश्चिमका लागि जर्सी नम्बर 6 का खिलाडी मैदान प्रवेश गरेकी छिन्। निकै नजिक थियो त्यहाँ ट्राई लाइन क्रस गर्ने क्रममा थिइन्। र सुन्दर ट्राई फेरि पनि 5 अङ्क प्राप्त गरेको छ कर्णालीले। र फेरि पनि कन्भर्सन किक सहज अवसर रहनेछ। फेरि पनि असफल भएकी छिन्। र टाइम आउटको संकेत। अर्को स्क्रम दिएका छन् रेफ्रीले। ट्राईको अवसर रहनेछ त्यहाँ।
साथै खोजिरहेका थिए। यहाँ अर्को ट्राई 5 अङ्क फेरि पनि कर्णालीको खातामा। 32 अङ्क जोडेको छ कर्णालीले। र भावना खत्री कन्भर्जन किक लिने तयारीमा र यो फितलो प्रहार रहन पुग्यो र यो सँगै खेल सकिएको छ। कर्णालीले 32 अङ्कको जित प्राप्त गरेको छ। यो सँगै कर्णालीले सेमिफाइनल समीकरणमा आफ्नो एक पाइला सारेको छ। र यसपछि समूह ए अन्तर्गत एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब बीचको खेल हुनेछ। त्यतिन्जेलका लागि खेलाडी.com को आधिकारिक युट्युब च्यानलमा जोडिरहनुहोला।